यो ग्लोबल गोर्खाल्यान्ड र्याली अथवा मार्च भन्ने चाहिँ असल सुरुवात भएको चाहिँ दार्जिलिङबाटै बाहिरतिर कोही युरोपियन कन्ट्रिजतिर कोही चाहिँ त युएसएतिर पढ्दै गरेको स्टुडेन्ट्सहरूले चाहिँ त उहाँहरूले सबभन्दा पहिला यसको आइडिया चाहिँ निकाल्नु भएको हो। यो असलमा चाहिँ सोसियल मिडियाले ड्राइभ गरेको बेसिकली युवाहरूले चाहिँ त चलाइरहेको एउटा यो आन्दोलन हो र तपाईँलाई थाहा नै छ मिडियाको ब्ल्याकआउट हुँदाहुँदै पनि हाम्रो केन्द्र सरकारले चाहिँ त अनदेखि गरेको छ। यो किन हो भन्ने चाहिँ त सायद अब हामी हाम्रो सङ्ख्या हामी छरिएर बसेको हुनाले चाहिँ त हामीहरू सायद भोट ब्याङ्क्स नभएको हुनाले सायद उहाँहरूले चाहिँ त हामीलाई अनदेखि गरेको पनि हुनसक्छ। त त्यस कारणले चाहिँ हामी सबै लागि मिली गरेर चाहिँ त यस हाम्रो दाजुभाइहरूको आन्दोलन आफ्नो अधिकारको आन्दोलनलाई चाहिँ त हामीले कसरी चाहिँ त यसलाई चाहिँ त सहयोग पुर्याउँछौँ भन्ने सोच्ने बेला आएको छ। गोर्खा जाति प्रेम माटोको माया हामी भित्रमा जगाउनु परेको छ। अहिले पनि हामी जागेनौँ भने अहिले पनि हामी बोल्नौँ भने हाम्रो सन्तानहरू बोल्नै नसक्ने भएर जन्मिनेछ। त्यस कारणले गर्दाखेरि आज हामीले केही बोल्नु परेको छ, हामीले आवाज उठाउनु परेको छ। अप्ठ्यारो मान्नु हुँदैन, सङ्कोचलाई पर सारेर बोल्नुपर्छ। किन भन्दाखेरि हामी भारतीय हो भने दाबी गरेर हामी भारतीय बन्नुपर्छ, लुकेर डराएर छिपेर त्यो होइन। हामीहरू हाम्रो चिनारी छैन अझैसम्म र हामीलाई चाहिएको परेन हाम्रो चिनारी अथवा अस्तित्वको लागि। अझै पनि विदेशी भन्छन् म यहाँ चाहिँ मिजोराम युनिभर्सिटीमा छु र हाम्रो कतिपय हाम्रो स्टाफ अथवा दाजुभाइहरू छन् मधेसकोहरू अथवा अन्य ठाउँको। मेरो नाम सुन्दाखेरि उहाँले तपाईँ नेपाल कहाँबाट आउनुभएको भन्छ। यहीँ जन्मेको हामीहरू त त्यस्तो कुरो सुन्दाखेरि मनमा दुःख लाग्छ। हामीलाई मद्दत दिएको छ भन्दै छ, त्यहाँ पीडा कष्ट क्रन्दन दुःख सबै छ, तर त्यो सबै दार्जिलिङवासीले उठाउँदै आएको छ र भविष्यमा गएर कुन रूप लिन्छ कति बेला हाम्रो सहयोग गर्नुपर्छ त्यसको लागि हामीले तयारी हुनुपर्छ र हामी एकजुट भएर एउटै आवाज भएर गोर्खा भएर कुरा गर्नुपर्छ। तर नेपाली भनेको छैन, नेपाली चाहिँ हाम्रो भाषा हो। गोर्खाको पनि गोर्खा भाषा छैन, पर्वतीय भाषा छैन, त्यो सिपाहीको भाषा पनि छैन। त्यसकारण हामीले नेपाली भन्दाखेरि अप्ठ्यारो छैन। नेपाली ल्याङ्ग्वेज हो, ल्याङ्ग्वेज हो। मान्छे भारतको मान्छे गोर्खाली हो, त्यसै कारण गोर्खा जाति भन्दाखेरि तर पनि हाम्रो त्यो भाषाको डिमान्डमा गोर्खा हेज नो ल्यान्ड भनेको थियो। दार्जिलिङमा गोर्खाहरूको ल्यान्डको लागि हिल काउन्सिल पनि घिसिङको लडाइँमा हो। चढेर हिमाल आकाश छुन सक्छौं, साहसी वीर जाति हो गोर्खाली। चढेर हिमाल आकाश छुन सक्छौं, छोड्दैनौं कहिले आफ्नो अधिकार। आमा रोएकी छन्, वर्षौं भयो, शताब्दी गयो, आमा रोएकी छन्। तपाईँ हामीहरूको खुनले लतपत भएकी छन्, गुहार गुहार माएकी छन्। एकताको गुहार, विश्वभरिको गोर्खा समुदायको गुहार माएकी छन्, जो आज हामीले सानो दुई टुक्रा भए पनि यहाँबाट आमालाई एउटा साथ दिन सकेका छौँ, हात दिन सकेका छौँ। यसरी नै हाम्रो सदैव साथ र हात रहोस्। यही नै हो हाम्रो जातीयता, यही नै हो हाम्रो चिनारी, यही नै हाम्रो पहिचान। छातीमा छँदैछ सागर कहिले सुक्दैन, देशको लागि मरेको घाम जुन साक्षी छ। हामीले के चाहिँ गरेनौं, के गर्न अरू बाँकी छ। आकाश र पातालले भन्छ
माटोमा मिसिएर आउँछ यो जीवन शहीदको सम्झनामा मेरो मनको हरेक कुनाले आत्तिएको ढुकढुकीले बोलाउने प्रयास गर्छ। ओठसम्म आएको भाव कता कता हराउने गर्छ र पनि बोल्नै पर्ने भावले यो मन बोलिदिन्छ। शहीदको सम्झनामा यसरी: तिमी त माटोको लागि आफ्नै जिम्मेवारी माग्न निस्केका थियौ रे, घर परिवारको वास्ता नगरी मनभरि माटोको माया सम्हाली निस्केका थियौ रे। तिम्रो आफ्नो सन्तानलाई देशभक्तिको उपदेश दिँदै हाम्रो आफ्नै माटो हुनुपर्छ भन्ने भावनाको परिभाषा दिँदै जब जब गोर्खाल्यान्डको मुद्दा आउँछ त्यतिखेर हामी कहिले पनि पछि हटेको छैनौँ भन्ने बारे यहाँ अध्यक्षज्यूले भन्नुभयो। त्योभन्दा अगाडि म जान चाहन्छु, त्यतिखेर भाषा त्यो 1977 सालको कुरो हो। दसैँको छेका म दार्जिलिङमा गएको थिएँ अनि दार्जिलिङमा पनि उहाँ अखिल भारतीय नेपाली भाषा समितिका सभापति श्री प्रेम कुमार आलेकै घर मुनि बसेको थिए। त त्यतिखेर पनि मैले दाजु तपाईँहरूले भाषा पायो भने कहाँ राख्नुहुन्छ, भाषा राख्ने ठाउँ चाहिएन र स्टेटको लागि पो लड्नु पर्छ होला हो भन्दाखेरि तिमीहरू मिजोरामतिरको दिमाग खराब छ, तिमीलाई त खालि टेटेहरू मात्र आउँछ, जुट्ने कुराहरू मात्र आउँछ भन्नुभएको थियो। त उहाँले भाषा माग्नुभयो अनि त्यसपछि 1986मा घिसिङको अगुवाईमा गोर्खाल्यान्डको आन्दोलन सुरु भयो। त्यतिखेर कुनै यस्तो संस्थाहरू थिएन। अन्त आफै खुसी 3-4 जना साथीहरू मिलिकन हामीले पनि सहयोग पुर्याउनु पर्छ, अब के गर्नु सक्छौँ र आर्थिक सहयोग पुर्याउँ भनिकन सल्लाह गर्यौं।